सम्पूर्णमा नमस्ते वेलकम ब्याक फेरि एकपल्ट म चाहिँ सर्ट हाइक गएको थिएँ एक दिनको लागि कार्डिङ मिल भ्याली भन्ने ठाउँमा। त्यहाँनिर चाहिँ लगभग 2 घन्टाको ट्राभल गरेर गएको थिएँ। सो कार पार्कमा आएर कार पार्क गरेर अहिले अब म्यापहरू हेर्दैछु। म्याप चाहिँ यहाँनिर 3टा ट्रिप्स छ, 3टा ट्रिप्स गर्नुपर्ने हुन्छ, सर्ट रुट हाइट रुटहरू। मैले चाहिँ पिङ्क कलरको रुट गरेको थिएँ जुन चाहिँ लङ रुट हो र मान्छेहरू आउने क्रम जारी छ, हामी जाने क्रम पनि जारी छ। यहाँ चाहिँ सानो क्याफेहरू पनि छ, यसो क्याफेमा बसेर चिया नास्ता। अब म एक्लै हिँड्न थालेको, हिँड्न सुरु गरेको, मौसम पनि राम्रो भएको छ। यहाँबाट चाहिँ अब 3टा रुट हुन्छ, पिङ्क, ग्रिन अनि रेड। पिङ्क रुट भनेको चाहिँ सबैभन्दा ठुलो 3 घन्टाको रुट हुन्छ र ग्रिन रुट भनेको चाहिँ सर्ट, त्यो 1.5 घन्टाको रुट थियो र अर्को रेड भनेको चाहिँ विदिन 1 आवरमा हाइक गरिसक्ने खाले रुट बनाएको रहेछ। त्यहाँनिर चाहिँ मान्छेहरू हिँडिराखेको छ आफ्नो आफ्नो स्टाइलमा। हाइक भनेको अब त्यस्तै हो, कोही ग्रुपमा हिँड्छ, कोही सोलोमा हिँड्छ। यो चाहिँ अब त्यो कुन रुट चुज गरेको छ त्यो रुटको वे देखाएको रहेछ। एज अ नर्मल लाग्यो, जस यो राम्रो थियो। अनि म चाहिँ आफ्नै तालमा हिँडिराखेँ, आफ्नै तालमा। धेरै अब उयो गर्नु पनि सकिँदैन, पुरा हिँड्दिने हो। हिँड्नु चाहिँ एउटा प्यासनै जस्तो पनि हो, जति पनि हिँड्नु सक्छ। बाटोमा हिँड्दाखेरि बुढापाकाहरू पनि देखेको थिएँ, जोडीहरू। यहाँ चाहिँ जस्तो भए पनि हिँड्ने चाहिँ साह्रै रहर गर्ने मान्छेहरू अगाडि हिँडिराखेको छ आफ्नो फ्यामिलीहरूसँग। बच्चाहरू स्कुलबाट ल्याएको रहेछ, पानी खेल्नु पाउँदा रमाइरहेछ। सो यो चाहिँ एउटा सिग्नल हो। यो सिग्नलले चाहिँ तपाईँको जिपिएसको सिग्नलको काम गर्छ। त्यो लस्टहरू भयो भने यताउति भयो भने देखाउनु, त्यसले उयो गर्नुसक्छ। भ्यू राम्रो खुलेको थियो, खोलाहरू बगिराखेको थियो। सो मैले चाहिँ हेर्दै आँखाको मजाले गर्दैकन आफ्नै तरिकामा भिडियो खिच्दै हिँड्ने साथी हो। अब हाइक गर्नु धेरै रमाइलो लाग्छ, प्यासन पनि हो। हिँडिराख्न पाऊँ यसरी नै। र कोही चाहिँ उनीहरूको अर्कोपट्टि ट्र्याक स्टार्ट गरेर योपट्टिबाट सघाउँदै थियो। मैले चाहिँ अपोजिटबाट लङ रुटको चुज गरेर मैले चाहिँ यताबाट जानुपर्ने भयो। सो मान्छेहरू फर्किँदैछ। अब यहाँनिर ट्र्याक देखाएको छ, कुनै ग्रिन उता जाने, पिङ्क सिधै जाने, ग्रिन यता जाने भनेर देखाउँदैछ। अनि पिङ्कपट्टि चाहिँ म हिँडेँ। पिङ्कपट्टि हिँड्दाखेरि चाहिँ अलिकति ठाडो उकालो पर्ने भएकोले अलिकति च्यालेन्जेस पनि छ। हेर्दै जाउँ अन्तिमसम्म के हुन्छ। 3 घन्टाको हाइक हो। र अघि म तलबाट आएको हो, आउनु चाहिँ तलबाट आएको। अनि आएको बाटो पनि देखाइदिएको, यो रुखले राम्रो यो गरेको थियो। जसमा राम्रो लाग्यो। त्यस वेदर चाहिँ एकदम राम्रो भएको थियो। राम्रो वेदरसँग इन्जोय गर्दै हिँडेँ भनौँ न। अब एक्लै हिँड्नुको मजा नै फाल्टो हुन्छ। अलिकति रिस्की पनि हुन्छ, केही तलमाथि भयो भने अलिकति उयो गर्नु चाहिँ गाह्रो हुन्छ। तर यो बाटो जाने हो। भर्खर मैले सुरु गरेको चाहिँ अब हाफ एन आवर पनि भएको छैन। अब यो बाटोले 3.5 आवर सर्कल बनाएर धेरै भ्यूहरू हेर्दै गइँदैछ।
अब अझै माथि टुप्पोमा पुग्नुपर्ने चाहिँ त्यहाँबाट चाहिँ फ्ल्याट होला बाटो सायद अहिले यस माथि चढ्नुको लागि चाहिँ अलिकति आफूले हिँड्नुपर्ने हुन्छ सनसाइन भइरहेछ अलिकति विन्डी पनि चलिराखेको थियो तर सनसाइन हुँदाखेरि चाहिँ विन्डी चाहिँ चाहिन्छ किनभने गलेर पसिनाहरू आएको हुन्छ शरीर पसिनाहरूको लागि पनि त्यो हो मैले जाने ठाउँ चाहिँ र पछाडि फर्केर यसो पछाडिको कति चाहिँ मैले पार गरेछु भनेर हेरेको धेरै पार गरेको रहेछु अझै अब डाँडाको छेउछाउमा आइपुग्दैछु यहाँ चाहिँ अब सिधै हिँड्ने हो माथिसम्म हिँडेपछि अब आफ्नो यस्तो राम्रो भइरहेछ पछाडि फर्केर हेर्दाखेरि कोही फर्किनेहरू फर्किराखेको छ अब फर्किनु पनि पर्छ उनीहरूले अर्को ट्र्याकबाट आएको हो फाइनली अब अलिकति म पनि नजिक आउँदैछु माथि यो डाँडा कट्ने ठाउँमा चाहिँ यहाँ चाहिँ अलिक फ्ल्याट छ त्यो यहाँ चाहिँ एउटा यो जनावर जस्तै उयोहरू छ म चाहिँ चलिरहेछ अब चाहिँ मेरो चाहिँ 2 घन्टा बाँकी छ खुल्ला चौरी छ माथि चाहिँ फ्ल्याट छ जताततै केही छैन उकालोहरू छैन छ अब यो चाहिँ उहाँहरू पनि हिँडिराख्नु भएको छ आफ्नै तरिकामा ग्रुपमा भएर आउनु पनि मजै छ यो रुट सजिलै छ यस्तो हार्ड उयो छैन डाँडा काँडाहरू अब एरो फलो गर्नुपर्ने हुन्छ मैले चाहिँ पिङ्क फलो गर्दै थिएँ अघि चाहिँ उकालो थियो अहिले चाहिँ ओह्रालो झर्दैछु ओह्रालो झरेर जाने हो ओह्रालो भन्दा पनि मैले चाहिँ पर जाँदैछु 2 जना उहाँहरूले छोटो सर्ट गर्नुभएको होला धेरै मान्छेले यो चाहिँ अब म कन्फ्युज भएँ कता जाने भनेर किनभने मेरो पिङ्क कलरको मिस भयो यहाँनिर चाहिँ अहिले उनीहरू के भन्छ भेडाहरूलाई यतिखेर चाहिँ राइट टाइममा उनीहरूको बच्चाहरू ग्रो गर्नको लागि किनभने तापक्रम पनि बढेको छ त्यही भएर उनीहरू ह्याप्पी छ गडाहरू पनि छराइराखेको छ छोड्दै रहेछ कसको गडा हो अनि अब मेरो हावा धेरै चलिरहेछ आज सो अलिकति च्यालेन्ज नै थियो हावा लगभग धेरै नै अलिक टपमै थिएँ म त्यही भएर चाहिँ गाह्रै छ अब मैले चाहिँ मेरो एरो फलो गर्दैछु यो अब पिङ्क एरोको चाहिँ लागि ठुलो वे हो त्यो चाहिँ एकदम लङ रुट भएको कारणले गर्दाखेरि चाहिँ सिधै 2टा जङ्सन छ यो चाहिँ ग्रिनको दुईटा जान्छ सोलो हाइकर्स आउँदैछ म जस्तै म पनि प्रायः सोलो नै हिँड्छु कन्टिन्यू भइरहेछ अब यो चाहिँ पिङ्कको रुट हो पिङ्कको रुट चाहिँ एकदम 3.5 आवर हुन्छ 3.5 आवर
क्रस गरेर जाने हो अनि जाने म भन्दा अगाडि हिँड्नेहरू हिँडिरहेको छ सो उनीहरू पनि पिङ्कको रुटको भएको कारणले गर्दाखेरि लङ वकमा छ 3 आवर्सको माथिबाट देखेको भ्युजहरू अलिकति अब भर्खर समर सुरु हुँदै थियो यो बेला चाहिँ त्यही भएर पनि समरमा चाहिँ बिगिनिङमा गएको थिएँ फेरि यहाँ अर्को उयो आएको थियो के भन्छ रुटहरू जस्तै बाटोहरू जङ्सन भेटेको थियो म चाहिँ सिधै पिङ्क दुईतिरै जाँदा पनि हुन्छ तर म चाहिँ सबमिटमा जानुपर्ने भएकोले सबमिट छ सबमिट नै फलो गर्नु पर्यो यहाँनिर चाहिँ दडेले लगाइदिएको रहेछ जता पनि फटाहरू त हुने हो र पनि यहाँ चाहिँ अलरेडी मरिसकेको रहेछ फाइनली यो चाहिँ अब के भन्छ यो चाहिँ सिग्नल पोइन्ट हो जिपिएसको फाइनली म चाहिँ सबमिटमा आइपुगेछु यहाँ चाहिँ खासै ठुलो आयो सबमिट होइन यो चाहिँ एउटा गन्तव्य सुरु गरिसकेपछि यो अन्तिममा पुग्ने भनेको हाम्रो डेस्टिनेसन पोइन्ट भनेको यो हुन्छ यसको लागि चाहिँ मान्छेहरू दुःख कष्ट हरेक गराउँछ चाहिँ अब सबमिट पुगेर चाहिँ ब्रेकफास्ट गर्ने भनेर क्रोसन बोकेको थिएँ त्यसपछि सबमिट पुगिसकेपछि बसेर क्रोसन खाइदिएको हावा एकदम चलिरहेको थियो त्यसपछि चाहिँ फर्किँदै गरेको हावा चल्दै थियो सबमिट पुरा भयो त्यसपछि चाहिँ म आफ्नै तरिकामा ओह्रालो अब फेरि म त्यही बाटो फर्किँदिनँ एउटा यसको रुट हुन्छ त्यो रुट अपोजिट रुट हुन्छ त्यहीबाट चाहिँ एउटा सर्कल बनिन्छ यो चाहिँ यो रुट चाहिँ सर्कल रुट हो सो अब मैले चाहिँ अर्कै बाटो फर्किनु पर्ने हुन्छ आएको बाटो नफर्केर पानीहरू अलिअलि जमेको छ नेपालमा सिमी साग भन्छ सिमी सागहरू पुरै उम्रिरहेको थियो परबाट आउँदैछ म पछाडि थियो गाडीहरू पनि पुग्छ प्रायः यस्तोमा चाहिँ गाडीहरू हिँड्नु दिँदैन यो चाहिँ ट्रस्ट नेसनल ट्रस्ट भएको कारणले गर्दाखेरि चाहिँ त्यो स्टाफहरू मात्रै प्रायः गाडीमा हिँडिराखेको देखेको थियो ढुङ्गाको यो बनाएको जताततै यस्तै बनाउँछ त्यसपछि म आफ्नै ट्र्याकमा फर्किँदै पिङ्क नै छ यहाँ पनि पिङ्क फलो गर्ने हो पिङ्क रुटको फलो गरेपछि भयो आफ्नो डेस्टिनेसनमा अब कार पार्कमा पुऱ्याउँछ पुरै फ्ल्याट छ पर डाँडा काँडाहरू मौसम पनि राम्रो थियो घाँसहरू सुक्खा किनभने अब विन्टरबाट भर्खर समर लाग्दै गरेको थियो यो बेला सो त्यही भएर चाहिँ अझै फेरि पनि पिङ्क एरो देखाइरहेछ पिङ्क एरोबाटै फलो गर्दै जाने हो गर्दा ओह्रालो हिँड्दै जाने हो हाम्रो देशमा पनि यस्तै किसिमको रुटहरूलाई चाहिँ साइनेजहरू गरिदिएर यस्तै बोर्डहरू राखिदिएर साइनेजहरू गरिदियो भने कति इजी हुन्थ्यो टुरिस्टहरूलाई जो हराउने चान्सेस कम हुन्थ्यो तर हाम्रोमा अहिले छ होला तर यति साह्रो प्रो भइसकेको छैन बिस्तारो हुन्छ हाम्रो देशमा पनि किनभने सबै मान्छेले गरेको चिजहरू ढिलो चाँडो हुने मात्रै हुन्छ हाम्रो पनि ढिलो भए पनि यस्तो हुन्छ भन्ने आशा राख्दछौँ यो पुरै ल्यान्डस्केप हेर्नु सिन हेर्नु मन लाग्छ पर हिँड्दैछ अहिले यो समरको स्टार्ट भएर होला अलिकति मान्छेहरू कम्ती नै छ आजको मौसमले चाहिँ एकदम धेरै साथ दिएको थियो एकदम धेरै डाँडा काँडाहरू सबै स्टेप बाई स्टेप देख्नु पाइरहेको थिएँ मैले एकदम ह्याप्पी थिएँ त्यही भएर चाहिँ मैले सब यो ल्यान्डस्केपहरू देखाउँदैछु डाँडा काँडा कन्टिन्यू अब मेरो चाहिँ ओह्रालो झर्ने क्रम भइराखेको छ पिङ्कको फलो गर्ने हो पिङ्क एरो देखाइरहेछ अब पिङ्क एरो देखाउँदाखेरि यो पनि त्यही बाटो हो सो अब यहाँदेखि चाहिँ म अघि कार पार्कमा पुग्न सक्छु
त्यही भएर रुट पनि राम्रो छ, जताततै फ्ल्याट छ। बाल बच्चा केटाकेटीहरू बुढापाकाहरू पनि लिएर आउन सकिन्छ यो रुटमा चाहिँ, किनभने त्यति हार्ड रुट चाहिँ छैन। हार्ड रुट नभएको कारणले गर्दाखेरि सबैजना आउन सकिन्छ, यो रुट पुरा गर्न सकिन्छ। जसलाई हाइक गर्नु मन लाग्छ, जो बिगिनर हाइकरहरू हुनुहुन्छ उहाँहरूलाई पनि यो रुट एकदम सजिलो छ, किनभने ढुङ्गाहरू त्यो डाँडा काँडाहरू अलिक कम्ती छ, एउटा फ्ल्याट स्ट्रेट वे छ। त्यही भएर चाहिँ यो रुटको लागि चाहिँ अलिक एकदम सजिलो रुट भनौँ न। मैले पनि यो रुटको लागि चाहिँ सुरुमा अब यतिखेर चिसो थियो, अब भर्खर विन्टर सकेर समर लाग्ने तर्खरमा थियो गर्दाखेरि मैले चाहिँ अनि यो रुटमा चाहिँ यसो एक्सर्साइजहरू हुन्छ र खुट्टाहरूको लागि पनि उयो हुन्छ भनेर यो रुट चुज गरेको थिएँ। मेरोबाट चाहिँ लगभग 2 घन्टाको ट्राभल थियो। 2 घन्टा ड्राइभ गरेर 1 घन्टा आई थिङ्क आधी घन्टा 1.5 घन्टा होला जहाँसम्म लाग्छ, त्यति थियो। र अब जताततै डाँडा काँडा, हामी डाँडा काँडा हेर्ने बानी भइरहेको हुनाले साह्रै मनपर्छ मलाई चाहिँ डाँडा काँडाहरू। त्यही भएर अब ओह्रालो झर्दैछु। तपाईँहरूले सुनिहाल्नु होला अगाडि कति हावा चलिरहेको थियो। हावा एकदम धेरै चलेको थियो, किनकि स्टिल विन्टरै भएको कारणले गर्दाखेरि हो। विन्टरमा चाहिँ एकदम हावा धेरै चलेको थियो। अघिको अब सर्कल मेरो इन्ड पोइन्ट चाहिँ त्यहाँ हो, त्यहाँनिर मैले सर्कल गर्नुपर्छ। सो अब लगभग पुग्न आँटेँ, थोरै बाँकी छ। त्यस 2.5-3 आवर्स नै लाग्ने रहेछ मलाई चाहिँ, किनभने म चाहिँ अलि ढिलो हिँड्ने आराम गर्दै। म चाहिँ मेरो इन्ड पोइन्टतिर जाँदैछु। इन्ड पोइन्टतिर जाँदाखेरि घोडाहरू चलिरहेको थियो, यो फार्मरको घोडाहरू हो। र यो एउटा घोडा चाहिँ मजाले रिसाएको थियो मसँग, यो वाइट घोडा होला। पुरै रन हानेको थियो, कराउनु पनि डेन्जर कराएको थियो। त्यही भएर पुरै रिसाएर बसिरहेछ घोडाहरू। मैले त्यहाँ उनीहरूले चढ्दै गरेको डिस्टर्ब गरिदिएँ, त्यही भएर होला। र पनि मैले भिडियो खिच्नु चाहिँ छोडिनँ। बल्ल बल्ल एकपल्ट पुगिन्छ यस्तो ठाउँमा, सबै कुराको क्याप्चर गर्नु मन लाग्छ। जनावर, डाँडा काँडा, त्यहाँ भएको बाटोहरू जस्तो उयो सबै कुरा हेर्नु मन लाग्छ। फेरि दोहोऱ्याएर जानु सकिँदैन यस्तो तपाईँको रुटहरूमा। एकपल्ट रुट गइसकेपछि अर्को रुटमा चाहिँ मेरो चाहिँ अर्कोपल्ट चाहिँ दोहोऱ्याएर त्यहीँ जाने बानी छैन। त्यही भएर चाहिँ
यो तल देखिराख्नु भएको त्यहाँनिरबाट चाहिँ मैले स्टार्टिङ पोइन्ट गरेको थिएँ त्यो उताबाट गएर एक सर्कल गरेर अब म चाहिँ त्यही ठाउँमा गएर चाहिँ फर्किनु पर्ने हुन्छ र मैले देखाएको त म त्यो पारीको डाँडाबाट गएको हो स्टार्ट गरेको भन्दा भन्दै मुनि पनि झरिसक्यो यहाँ चाहिँ एउटा सानो लेक थियो डकहरूलाई आराम गर्ने ठाउँ सो यहाँनिर छ अघि स्टार्ट गरेको पोइन्ट चाहिँ मैले त्यताबाट हो अब यहाँबाट सिधै तलतिर कार पार्कतिर जाने हो कार पार्कमा बिस्तारो फर्किने हो यो त कार पार्कमा फर्किँदै गर्दाखेरि म गएर आएको बाटोहरू चाहिँ पछाडि फर्केर यसो खिचेको राम्रो लागेको थियो अघि मैले स्टार्ट गरेको बाटो चाहिँ त्योबाट हो अब उताबाट फर्केर आएर हुन त एउटै जन्सन पोइन्टमा भेट हुन्छ लास्टमा स्टार्टिङ पोइन्ट र फिनिसिङ पोइन्ट चाहिँ अघि म यही बाटोबाट मासतिर गएको थिएँ फर्किँदाखेरि पनि यही बाटो हुँदै फर्केँ किनभने यो सर्कल रुट भएको कारणले गर्दाखेरि सरी फर्किने क्रम जारी छ अब लगभग मेरो 3 घन्टाको ट्रिप पनि पुरा हुन आँटिसक्यो बिहानदेखि अलमोस्ट 5-6 आवर्सको जर्नी होला आजको मेरो हाइक ट्रिप त्यो पनि नट ब्याड हो 1 डे ट्रिपको लागि चाहिँ यस्तै रुटहरू हेर्नु सक्यो भने चाहिँ घरबाटै गएर र घरबाटै आउनु पनि सकिन्छ अब अलिकति धेरै लामो रुटहरूको लागि चाहिँ गएर उतै बसेर क्याम्पिङ बसेर बिहान स्टार्ट गरेर फेरि त्यहीँ क्याम्पिङै बसेर फेरि भोलिपल्ट फिनिसिङ नभएको रुटहरू चाहिँ फिनिस गर्न सकिन्छ यो चाहिँ कार पार्कहरू राखिरहेछ मेरो कार पनि तल छ अलमोस्ट टायर्ड भयो आजको मौसमले चाहिँ मजाले मलाई चाहिँ साथ दिएको थियो साथ दिँदाखेरि चाहिँ म पनि ह्याप्पी अलवेज ह्याप्पी भइहाल्छ किनभने एउटा हाइकमा निस्किसकेपछि मेन चाहिँ मौसममा आत्मनिर्भर हुन्छ मौसम राम्रो भइदियो भने अलमोस्ट मेरो गाडी पनि आइपुग्यो कार मैले यहाँ राखेको थिएँ डेन्जर थाकेछ 3 आवर्स भयो अब कारमा चाहिँ भित्र कस्तो छ तातो थियो तातेको होला भनेर टक्क कार पार्क चाहिँ